मानिसको दिमाग अरू प्राणीहरूको भन्दा शक्तिशाली यसै हुन्छ। त्यसमा पनि मानिसको दिमागको सम्पूर्ण शक्तिको 90% क्षमता सबकन्सियस माइन्डले ओगटेको हुन्छ। हामीले कुनै पनि कुराहरू धेरै लामो समयसम्म स्मरण गरिराख्नका लागि, यस युनिभर्सबाट कुनै पनि कुरो, कुनै पनि काम पुरा गराउनको लागि, चाहेका कुराहरू प्राप्त गर्नको लागि हामीले सबकन्सियस माइन्डलाई युज गर्ने गर्दछौँ र गर्नै पर्ने हुन्छ। सबकन्सियस माइन्डलाई तपाईँ हामीले पनि एक्टिभ राख्न सक्छौँ। जसको बढीभन्दा बढी सबकन्सियस माइन्ड एक्टिभ छ ऊ दुनियाँमा नोटेड हुन्छ। जस्तै अहिले देखिएका वैज्ञानिकहरू, अहिले तत्कालको समयका व्यक्तिहरूलाई हेर्ने हो भने एलन मस्क, यिनीहरू आफ्नो सबकन्सियस माइन्डलाई भरपुर प्रयोग गरेर नै सफल हुने गरेका छन्। सबकन्सियस माइन्डलाई रिप्रोग्रामिङ गर्ने प्रमुख रूपमा 3 तरिकाहरू छन्। पहिलो तरिका राइटिङ। कुनै पनि कुरोलाई लामो समयसम्म स्मरणमा राख्न आवश्यक छ भने लेखेपछि त्यो कुरो दिमागमा छाप बस्दछ, सिधै सबकन्सियस माइन्डमा जान्छ। विद्यार्थीहरूले परीक्षाको तयारी गर्दा पनि लेखेर गरिएको तयारी भनेको पढेर गरिएको भन्दा 3 गुणा बढी प्रभावकारी हुन्छ भनिएको छ। ब्रह्माण्डसँग कुनै कुरो माग्नु छ, तपाईँको कुनै काम या कुरो सफल गर्नु छ, पुरा गराउनु छ भने तपाईँ त्यसलाई लेखेर पटक पटक व्यक्त गर्नुहोस्। दोस्रो छ रिपिटेसन। जुन कुरो पटक पटक दोहोरिन्छ त्यो कुरोको लामो समयसम्म स्मरण रहन्छ अनि सफलताको लागि पनि, हरेक काम, हरेक कुराहरूको सफलताको लागि पनि पटक पटक दोहोऱ्याइएको कुराले तपाईँ हामीलाई सफलता दिन सक्छ। एकपटक 2 पटक प्रयास गरेर जो व्यक्ति व्याकुल छ उसको सफलतामा कम सम्भावना हुन्छ। त्यस्तै गरेर तेस्रो रहेको छ इमेजिनेसन। यो सबभन्दा शक्तिशाली तरिका हो। मानिस कल्पना शक्तिद्वारा नै आफ्नो सफलताको बिन्दुमा पुग्दछ। संसार हल्लाउन सकिन्छ कल्पना शक्तिलाई प्रयोग गरेर। कसैले कुनै पनि ठुलो काम आँटेमा, असाध्य काम गर्न लागेमा या दुनियाँभन्दा फरक भएर उत्रिन परेमा उनीहरूले सबभन्दा पहिले त्यसलाई इमेजिन गर्छन्, त्यसको भिजुअल तयार गर्छन् र त्यसलाई पुरा भएको सपना पटक पटक देख्दछन्। यसरी यी 3 वटा हतियारहरू प्रयोग गरेर सबकन्सियस माइन्डलाई एक्टिभ गरियो भने दुनियाँभन्दा अवश्य पनि माथि भइन्छ, यसमा सन्देह छैन। बाँकी यस्ता भिडियोहरू पुनः राख्दै जानेछु, हेर्दै गर्नु होला है त।